जिल्ला कार्य समितिको पहिलो साधारण सभाका सभापति अध्यक्षज्यू, प्रमुख अतिथि तथा अतिथिज्यूहरू, अन्य मञ्चमा आसीन आदरणीय व्यक्तित्व र यस प्रथम साधारण सभामा पाल्नुभएका सम्पूर्ण मेरा आदरणीय ड्राइभिङ स्कुल व्यवसायी साथीहरू र उपस्थित महानुभावहरूमा ड्राइभिङ स्कुल सङ्घ जिल्ला कार्य समिति भक्तपुरको र मेरो व्यक्तिगत तर्फबाट समेत हार्दिक स्वागत अभिवादन गर्दछु। नमस्कार टक्राउन चाहन्छु। वायु सेवाको यातायात र औद्योगिक कारखानाको युग हो। आजको समयमा यातायात बिना हाम्रो जिन्दगी चल्दैन, चल्न पनि सक्दैन, नसक्ने अवस्थामा पुगेको छ। केही समय पहिलासम्म साना यातायातका साधन कार, जीप आदि कुरा विलासी वस्तुका रूपमा रहेका थिए भने अहिले अति आवश्यक चिजको रूपमा रहन गएको छ। त्यसैले सबैलाई साना ठुला सवारी साधनको जरुरी हुने भएको छ। त्यसैले अहिले ड्राइभिङ हाम्रो जीवनको अभिन्न अङ्ग भएको छ। त्यसकारण सबैले ड्राइभिङ जान्नुपर्ने हुँदा ड्राइभिङ शिक्षाको लागि ड्राइभिङ स्कुलहरू पनि देशका सबै शहरहरूमा सञ्चालनमा रहेका छन्। यसरी छरिएर रहेका ड्राइभिङ स्कुलहरूलाई एकत्रित गरी साझा छाता सङ्गठन निर्माण गर्न जरुरी भएकोले नेपाल ड्राइभिङ स्कुल सङ्घ नेपाल स्थापना गरी दर्ता समेत भएको छ। धन्यवाद। सरकारले परिवर्तन गर्न लागेको सवारीमा चाहिँ 18 वर्ष 16 वर्ष पुगेपछि मोटरसाइकलको लाइसेन्स प्राप्त गर्न सक्थ्यो पहिला 2049 अनुसार भने अहिले त्यसलाई परिमार्जन गरेर मोटरसाइकललाई 18 वर्ष पुगेपछि कारको सवारी चाहिँ अनुमति पत्र प्राप्त गर्न सक्थ्यो भने त्यसलाई 21 वर्ष पुगेपछि मिनीको प्राप्त गर्न सक्थ्यो भने अहिले त्यसलाई 23 वर्ष भन्ने हिसाबले जुन राज्यले यो अगाडि बढाएको छ, यो चिज अहिले चाहिँ संसदमा पुगिसकेको छ। यस अर्थमा उहाँ जनताको जनप्रतिनिधि पनि भएको हुनाले के अनुरोध गर्न चाहन्छु भने यो देशमा चाहिँ तपाईँको 16 वर्षलाई अनुमति पत्र नदियो भने झन् दुर्घटनाहरू बढ्छ। किनकि 16 वर्ष पुगिसकेको एउटा युवतीले पक्कै पनि सवारी साधन चलाउँछन्, जुन सवारी अनुमति पत्र नलिकन चलाउँदाखेरि देशमा थप दुर्घटना निम्तिन्छ भन्ने कुरा म यस विषय यो आज सम्मानित हलमा राख्न चाहन्छु। त्यसकारण यो चिजलाई कतिपय राम्रो कुराहरू पनि फिरिरहेको छ। त्यो राम्रो चिजको चाहिँ अनुसरण गर्ने र नराम्रो कुराको विरोध गर्दै हामी जानुपर्छ भन्ने कुरा लाग्छ। जनप्रतिनिधिको हिसाबले यो चिजलाई उहाँले पनि अब उठ्नुहुन्छ भन्ने मैले महसुस गरेको छु। त्यसै गरी 18 वर्ष मात्रै पुगिसकेपछि कारको लाइसेन्स लिन सक्ने चाहिँ 4 सवारी साधनको भनौँ न त्यो लिन सक्ने वातावरण यहाँभन्दा अगाडिको मन्त्रालय के अरे सवारी ऐनमा थियो भने त्यसलाई अहिले 21 वर्ष पुर्याइएको छ। एकजना छैन होइन, हरेक कुराहरू यो राज्यकै अब यहाँभन्दा अगाडिको सिस्टमको यो कमी कमजोरी हो। आज आएर मेयर साहबले तुरुन्तै सुधार गर्न सक्नुहुन्छ भन्ने पनि मलाई लाग्दैन। त्यसो भएको हुनाले यो चिज परिवर्तन हुन लागेको कुरा चाहिँ यो नहुने रहेछ भनेर चाहिँ अरू विषयहरू चाहिँ यातायातको कर्मचारी भएको भए अहिले गरिन्थ्यो। त्यो उहाँहरू कोही नभएको हुनाले यी विषय कतिपय कुराहरू उठाउनु त्यति मेयर साहबको अगाडि जाँच छैन भन्ने मलाई लागेको छ। र उहाँ यही भक्तपुर जिल्लाको जनप्रतिनिधि र उहाँहरूकै जिल्लामा एउटा भक्तपुर जिल्लामा ट्रायल सेन्टर पनि छ, हेभीको एउटा ठुलो छ र अर्को कार मिनी बसको छ। जति त्यो कार मिनी बसको ट्रायल सेन्टर भएको ठाउँमा चाहिँ धेरै बिचौलाहरूको भिडभाड भएको छ भन्ने कुरा हामीलाई महसुस भएको छ। त्यसकारण योग्य सक्षम सिकेको र जसलाई प्रमाणपत्र दिन योग्य छ, सवारी साधनको अनुमति पत्र दिन योग्य छ भने त्यसले लियोस् र योग्य नहुन्जेल उसले सवारी साधन फेरि पनि तालिम गरेर मात्रै जाओस्। बिचौलाहरूको चाहिँ बिचमा भएको यो चलखेललाई बन्द गर्न मेयर साहबले पहल गरिदिनु होला भन्ने म अनुरोध गर्न चाहन्छु यो भक्तपुर जिल्लाको तर्फबाट। उहाँ किनकि एउटा जनताको जनप्रतिनिधि हो, उहाँको भनाइ ठिक छ, हाम्रो भनाइ ठिक भन्दा पनि उहाँको भनाइ ठिक छ। त्यसो भएको हुनाले उहाँ जनप्रतिनिधिको हैसियतले यी बिचौलियाहरूलाई चाहिँ निमित्तान्न हुने हिसाबले उहाँको प्रशासनसँग समन्वय गरेर यातायात कार्यालयसँग समन्वय गरेर एउटा जनप्रतिनिधि नगरपालिकाको मेयर भनेको धेरै हामीभन्दा सम्मानित व्यक्तित्व हो। त्यस अर्थमा उहाँले यो कुरामा चाहिँ अलिकति पहल कदम उठाइदिनु हुनुहुन्छ भन्ने
मैले विश्वास लिएको छु। ड्राइभिङ सुविधा गाडीहरूले चाहिँ सल्लाह पाउने पासपोर्ट बनाइदिनु भयो भने यो ड्राइभिङको लागि भक्तपुर ड्राइभिङ सुविधा व्यवसायको लागि ठुलो हित हुन्छ। त्यसमा हार्दिक अनुरोध गर्न चाहन्छु। र अरू विषय अब स्थानीय सरकार प्रदेश सरकारसँग गर्नुपर्ने कुराहरू स्थानीय सरकारसँग गरेर भएन, प्रदेश सरकारसँग गर्नु पर्यो। बाँकी कुराहरू चाहिँ हामीले चाहिँ अर्को कमिटी निर्वाचित गरेर अर्को 2 वर्षको लागि संस्थालाई अर्को कमिटी दिनु पनि पर्नेछ। त्यसो भएको हुनाले यो कार्यक्रम यो जुन एउटा ऐतिहासिक काम गरेर संस्था दर्ता गरेर यो रामभाइ पानिया सरको कमिटीले यहाँसम्म आज ल्यायो। त्यस अर्थमा उहाँहरूलाई धेरै धेरै उहाँहरूको सफल यो कार्य। तपाईहरुकै पार्टीको सरकार भन्नुभएको छ, त्यो यथार्थ कुरा पनि हो। अहिले नेकपा एमाले र नेपाली काङ्ग्रेसको दुईटाको संयुक्त रूपमा सरकार गठन भएको छ र अब यो कुराहरू तपाईहरुले मलाई लिपिबद्ध तरिकाले लेखेर दिनु होला। म तपाईहरुको मागको लागि सम्बोधनको लागि जनताको पक्षमा सम्बोधनको लागि समुचित निकाय म आफै पत्र लिएर गएर म त्यसलाई भन्ने कुरामा तपाईँ ढुक्क हुनुहोस्। र तपाईहरु स्कुल लेभलको एउटा शिक्षा दिन लाग्नु भएको छ। अघि यहाँ मेरो दोस्ती लालकाजी मेरो झन् पुरानो दोस्ती, उहाँको पनि मेरो यहाँ अनुहार देख्ने एउटा शुभ एउटा अवसर मिल्यो र उहाँले अघि भन्नुभएको थियो यो ड्राइभिङ शिक्षा भनेको अति उपयोगी। पहिले चाहिँ विलासितातिर के भन्ने कुरा थियो भने अहिले त अति आवश्यक छ। धेरै काम गर्नको लागि त एक ठाउँबाट अर्को ठाउँ जानको लागि त साधन चाहियो। साधन चाहनको लागि ड्राइभिङ लाइसेन्स चाहियो। त्यसको लागि यो शिक्षा महत्त्वपूर्ण शिक्षा तपाईहरु प्राइभेट सेक्टरले दिन लाग्नु भएको छ। यो राज्यले पनि सम्मान गर्नुपर्छ, नगरपालिका स्थानीय सरकारले पनि सम्मान गर्ने कुरै भएन। मापदण्ड कानुनलाई टेकेर उपयोगी शिक्षा गुणस्तरीय शिक्षा दिन तपाईहरु लाग्नुहोस्। सोहीविनायक नगरपालिका स्थानीय सरकार तपाईहरुको पक्षमा छ। बुद्धागत रूपमा तपाईले के सरकारलाई सम्बोधन गर्ने कुराहरुमा अचिलो परेको छ। नबुझिकन डाक्टर डिसिजन गर्न लाग्ने हामीले खबरदारी पनि गर्नुपर्छ। तपाईले 7 दिनभित्रमा नगरपालिका आउनु होला। त्यो बारेमा म मन्त्रीज्यूलाई सम्बन्धित ठाउँमा यो कुरा माग छ, जनताको माग हो, नागरिकको सबैको कर्तव्य हो र कतिपय कुराहरू हच्चप भरमा गर्ने प्रवृत्ति नेपालमा छँदैछ। त्यो गर्नु र संशोधन गर्नुभन्दा ड्राइभिङ स्कुल सङ्घ भक्तपुर नेपालका अध्यक्ष श्री रामभाइ पानियाज्यूलाई मायाको चिनो हस्तान्तरण गरिदिनु होला हार्दिक अनुरोध गर्दछु। सबैले ताली बजाएर स्वागत गरिदिनु होला उहाँलाई। धेरै धेरै धन्यवाद। हामी सबैजना यो सङ्घहरू मिलेर एउटै उस राखेर हामीले रेट राखेर गर्नुपर्ने थियो, तर हामीले लाग्नुपर्ने थियो। अनि त्यसै कारणले गर्दा आज भेला हुँदा यो कुरो अघि नै म एउटा लेखेर म प्र्याक्टिस यातायात नियमावली 2081 मा चाहिँ समावेश गर्न छुटेको कुराहरूलाई चाहिँ मैले अब हुन त 28 गते बोलाउनु भएको थियो श्रम रोजगार यातायात मन्त्रालयबाट चाहिँ मन्त्रीज्यूले 28 गते चाहिँ उहाँ नभ्याउने भइसकेपछि हामी मिटिङमै 30 गते आउनु होला, म चाहिँ बिजी भएँ भनेर चाहिँ उहाँले मेसेज गर्नुभयो हामी प्रदेश समितिको मिटिङ हुँदाहुँदै। र 30 गते पनि श्रम रोजगार यातायात मन्त्रालयको चाहिँ सचिवज्यू चाहिँ ट्राइफेड भएर रेस्टमा बस्नुभएको रहेछ। जब सचिवज्यू नै नभइसकेपछि हामी जाने अर्थ पनि भएन र उहाँले नै फोन गरेर ल यस्तो शिवजी के गर्नुहुन्छ भन्दाखेरि ल सचिवज्यू नहुने हो भने त हामी आएर मात्रै काम छैन सचिवज्यू के मन्त्रीज्यू अब कहिले गर्ने त भन्दा उहाँले 4 गतेको लागि चाहिँ 4 गते 2 बजेसम्म चाहिँ उहाँ बिजी हुनुहुन्छ र 2 बजे पछाडि तपाईलाई टाइम दिन्छु भनेर भन्नुभएको छ। र त्यसमा मैले 4वटा बुदालाई चाहिँ बुदागत गरेको छु। मैले त्यो चाहिँ भूमिका नबादिकन सिधै म पोइन्टमा गएँ र तपसिलमा 1 नम्बरमा प्रदेश सवारी तथा यातायात नियमावली 81 को परिच्छेद 9 बीमा सम्बन्धी व्यवस्थाको परिच्छेदमा प्रशिक्षण केन्द्रका सवारीलाई अनिवार्य चाहिँ नगरियोस्
भनेको सवारी ऐन 2049 को नियमावली 54 को अनुसूची 61 को नियम 56 को उपनियम 2 प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली 2081 को अनुसूची 75 को नियम 118 को उपनियम 2 ले द्रष्टव्य 6 मा चाहिँ भनेको कुरा जसरी नियमावली 2054 को चाहिँ अनुसूची 61 मा पर्यटकहरूलाई समय समयमा चाहिँ देश तथा विदेशको भ्रमण तथा अफिस सञ्चालन सम्बन्धी क्षमता अभिवृद्धिको लागि चाहिँ बजेटको व्यवस्था गरियोस् भनेर अन्तिममा 4 नम्बरमा सवारी चालक अनुमति पत्र लिग्नलाई जुन अहिलेको व्यवस्था अनुसार सवारी चालक अनुमति पत्र लिगिसकेपछि सडकमा चाहिँ सवारी चलाउन सक्दैन, त्यसकारण त लर्निङ लाइसेन्सको व्यवस्था गरियोस् भनेर चाहिँ मैले यो 4 वटा कुराको माग राखेको छु। Driving school I go place I know kami apahari bonasi ho samsame Driving school I go place I know kami apahari bonasi ho samsame Yes to very rasema Amra kita sadeko dosi ho pani Are bhai naam ke chhaina Amra bhai Nobody can tell me to go. दर्ता गरेर तपाईको 6 महिनाको पर अवधि हुँदा हुँदै पनि मैले दर्ताको 2 महिनामा उहाँले प्रथम साधारण सभा गर्नुभयो। त्यसकारण यो रामभाइ पानिया अध्यक्षको टिमलाई मुरी धन्यवाद दिन चाहन्छु। जोमा जाना हुन्छ त्यसैलाई चाहिँ यताइतिर बसेर कार्य समिति 2 वर्ष त्यही आगेर अनि त्यसको लिए आफ्नो क्षमता देखाएर त्यसको लिए प्रदेश केन्द्रलाई सबैलाई अनुरोध गर्छु। तसर्थ कोही कसैलाई मैले अहिले सिधै भने नि चाहिँ कोही कसैलाई तपाईँलाई मैले आगामी पुग्ने कुरा गरिँदै गर्नु पनि हुँदैन। मैले संस्थाको त्यही काठमाडौँ भक्तपुर नरसिंहपुर मात्रै होइन देशभरिको महत्त्वपूर्ण केन्द्रीय अध्यक्षको अभिभावकको हिसाबले मलाई आज यहाँ बोलाएर बोलाएर पनि वक्तव्य दिन दिनुभयो भने भक्तपुर जिल्लालाई धन्यवाद गर्छु। छात्र सङ्गठन हो यो हामी सबैलाई सर्वविदितै छ। यस कारणले गर्दाखेरि जिल्ला प्रदेश र केन्द्रबाट परिचालित एउटा छात्र सङ्गठन हो। यो छात्र सङ्गठनलाई हामीले सबैले जोगाउनुपर्छ, यसलाई मजबुत बनाउनुपर्छ। यसमा कसले के र कसले के भन्नुभन्दा पनि यो सङ्गठन जीवित रह्यो भने हामी जीवित रहन्छौँ। कुनै व्यक्तिलाई के मनपर्छ, कुनै व्यक्तिलाई के मन पर्दैन र कसलाई के इच्छा लाग्छ हो यो सबै चिज राख्नको लागि नै हामीले एउटा छात्र सङ्गठन बनाएका हौँ। जुन छात्र सङ्गठनमा हामीले आफ्ना भनाइहरू राख्दा सान्दर्भिक होला। त्यस कारणले गर्दाखेरि यो छात्र सङ्गठन पनि हामीले चाहिँ विधि र विधानले चलेको छ। जुन विधि र विधान हामीले सबैले मान्नुपर्छ। विधि र विधानलाई त्यहाँ सबै चिज समेटेको छ। त्यो समेटिँदाखेरि कसले के गर्नुपर्छ र कसले के गर्दाखेरि उचित हुन्छ यो सङ्गठन कसरी बच्छ र यसलाई चाहिँ बचाउन सकिन्छ भन्ने कुरो हामी सबैमा चाहिँ निमन्त्रणालाई स्वीकार गरी आफ्नो समयको व्यस्तताको बावजुद पनि समय मिलाएर उपस्थित हुने प्रमुख अतिथि विशेष अतिथिज्यू तथा सम्पूर्ण महानुभावहरूमा संस्था तर्फबाट मेरो र मेरो व्यक्तिगत तर्फबाट मुरी धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा गर्दै यस ड्राइभिङ स्कुल सङ्घ नेपाल भक्तपुरको प्रथम साधारण सभाको उद्घाटन सत्र यही समापन भएको जानकारी गराउँदछु। धन्यवाद। अन्त गर्छु। धन्यवाद। नमस्कार। भक्तपुरको प्रथम साधारण सभाबाट निर्वाचित हुनुहुने अध्यक्ष श्री रामभाइ पानिया सचिव श्री भैरव कुमार श्रेष्ठ,
कोषाध्यक्ष भुवानी शङ्कर अधिकारी, सहसचिव नरेश दुवाल, सदस्य भगवान देवटी, सदस्य तीर्थकुमारी खत्री, सदस्य चन्द्र विशाल कुमार श्रेष्ठ, पुनर्निर्वाचित पदाधिकारी लगायत सदस्यज्यूहरूलाई हामीले एउटा सेतो पानामा शपथ ग्रहणको ब्यौरा दिएका छौँ। त्यहाँ आफ्नो संस्थाको पदको र नाम लेखेर नाम भन्ने ईश्वरको नाउँमा आत्मालाई साँची राखी यो शपथ लिन्छु कि यस ड्राइभिङ स्कुल सङ्घ नेपालको नेपाल भक्तपुरको सम्पूर्ण सदस्यहरूप्रति वफादार रही सामूहिक संस्थागत हित र मर्यादामा कुनै पक्षपात वा द्वेष नराखी इमानदारीपूर्वक सम्पन्न गर्नेछु। पदमा रहँदाको अवस्थामा आफूले थाहा फेरि पनि यही कार्यकाललाई दोहोऱ्याइदिनु भयो। केही साथीहरू चेन्ज भएर आउनु भएको छ, त्यसको लागि मुरी धन्यवाद। उहाँहरूले मलाई ठुलो आशा र भरोसाका साथ फेरि पनि तपाईँहरूले आउनुपर्छ भन्ने लागेर होला उहाँहरूले यहाँ मनोनयन दर्ता गर्नु भएन, अथवा यही कमिटीलाई नै फेरि काम गर्न दिने मौका दिनुपर्छ भन्न ठानेर होला। त्यसको लागि उहाँहरूले मलाई विश्वासको साथ यो कार्यकालमा फेरि दोहोऱ्याउने मौका दिनुभयो। त्यसो भएर व्यवसायी मित्रहरूलाई एकदम मुरी धन्यवाद दिँदै अब आउने कार्यकालमा तपाईँहरूको सुझाव र सल्लाहको आशा राख्दै मैले गर्नुपर्ने काम कर्तव्य कुनै पनि यहाँहरू सम्पूर्णमा मुरी धन्यवाद भन्न चाहन्छु। सँगसँगै प्रत्येक जिम्मेवार पदमा रहने आदरणीय पदाधिकारीज्यूहरूलाई बढी केही पनि गरिदिनु पर्दैन। यहाँहरूको विधानमा भएका कुराहरूलाई अक्षरशः पालन गरिदिनुहोस्। सँगसँगै अहिले भर्खरै यहाँहरूले शपथ ग्रहण गर्नुभएको छ, कसम खानुभएको छ। हामी अर्को शब्दमा शपथलाई कसम भन्छौँ। कसम व्यक्त गर्नुभएको छ सदा ड्राइभिङ स्कुल सङ्घ नेपाल भक्तपुर जिल्लाको विधान
र त्यसका पदाधिकारीको हैसियतले यस सङ्घलाई अगाडि बढाउने क्रममा म मेरो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर म काम गर्नेछु भनेर जुन शपथ यहाँहरूले लिनुभएको छ त्यो शपथलाई पूर्णता प्रदान गर्न यहाँहरूलाई हर समय सफलता प्राप्त होस्। त्यही सफलताको शुभकामना र बधाई भन्दै मेरा भनाइ गरिदिनु न। आज निर्वाचित बुद्धि कुमार सर छु। अब हामी अन्तिमतिर गइरहेको हाम्रो भाइस चान्सलर हुनुहुन्छ प्रोफेसर, पहिला मेरो आदरणीय दाइ हुनुहुन्छ, एकदमै राम्रो मान्छे। ड्राइभिङ लाइसेन्स नहुँदाखेरि म ट्राफिक पुलिसमा के भन्छु भने अहिले ड्राइभिङ लाइसेन्सले गर्दाखेरि 80% दुर्घटना कम भएको छ। किन भन्दाखेरि पहिला सिकाउने कोही छैन, आफै सिक्ने आफै जाने, लेकिन हल्का गरेको हुँदाखेरि धेरै दुर्घटना बढिरहेको छ। र पहिला 2049 सालमा जम्मा 48,000 गाडी मोटरसाइकल गाडी भएको बेलामा पनि यहीँ त ठाङ्गोअनुसार दुर्घटना भएछ। यो 17 लाख पुगिसक्यो भनेपछि त्योभन्दा दुर्घटना बढी देखिन्छ। तर त्यो अनुसार तपाईँको जुन ड्राइभिङ लाइसेन्सले सिकाएको जुन टेक्निक, जुन व्यवहार, जुन सडकमा राखेको कसले गर्दाखेरि दुर्घटना धेरै न्यून भएको छ। मान्छेले भने दुर्घटना बढी भएको छैन, तपाईँले गर्दाखेरि यहाँ मान्छेको ज्यान बचाएको छ। तपाईँकोमा मान्छेले गर्दाखेरि दुर्घटनाबाट सडकमा आउने कम भयो, सडकमा भनेर सुन्नु होला। साथमा म ट्राफिक पुलिस बस्दाखेरि एकदम राम्रो मान्छे, घर भएको सबै व्यापार भएको राम्रो मान्छे, उहाँको 2टा छोराछोरी। तर जुन बुवा चाहिँ दुर्घटना गरेर मृत्यु भएपछि उहाँले औषधि गर्दा अगाडि घर गयो, सबै गयो, उनी डेरामा बस्नुपर्ने अवस्था छ, देखाएको छु मैले त्यो। त्यस कारण तपाईँहरूले जुन ड्राइभिङ हेर्दाखेरि ड्राइभिङ सिम्पल छ भने त ड्राइभिङ स्कुलसँग भन्छ, तर त्यो लाइसेन्स भन्ने चिज नागरिकता प्रमाणपत्र होइन, सर्टिफिकेट स्कुल क्याम्पसको सर्टिफिकेट होइन। यो लाइसेन्समा लिनलाई यसमा कसैको ज्यान, आफ्नो ज्यान, अर्काको ज्यान छ त्यसमा। जसरी अहिले तपाईहरु निर्वाचित भई भनेर खुसी हुने होइन, अब काम गर्नका निमित्त तयार भयौँ हामी। अरू व्यवसायी साथीहरूको हामीले काम गर्नुपर्छ, उहाँहरूका समस्याहरू हामीले उठाउनुपर्छ, उहाँहरूका चाहिँ पीर मर्काहरूलाई हामीले सम्बन्धित निकायहरूमा पुर्याउनुपर्छ। तपाईँहरू ठुलो काम गर्ने हो व्यवसायहरूको। अब त्यसो भएको हुनाले धेरै व्यवसायी साथीहरूले आश अपेक्षा गरेर तपाईँहरूले जसले दर्ता गरेको निफलाम फल गर्नुभएको थियो, लगभग त्यही टिम सबै 1जना सदस्य मात्र नयाँ आउनु भएको छ, अरू सबै त्यही टिम दोहोरिएको छ। त्यसकारण तपाईँलाई 2 वर्षको लागि फेरि यो सम्मानित हलले काम गर्नको लागि अनुमति दिएको छ। त्यस अर्थमा तपाईँहरूले पूर्ण जिम्मेवारी लिएर यो 2 वर्षमा यो साथीहरूले जुन अहिले हामीले मेरो साथले पनि कतिपय कुराहरू गर्न सक्ने कुराहरू म गर्छु भन्नुभएको छ जननिर्वाचित सरकार, उहाँको पनि अझै 2 वर्ष कार्यकाल भएको र तपाईँहरूको पनि कार्यकाल 2 वर्षको मात्रै हो। त्यस अर्थमा तपाईँहरूले मेयर साहबसँग कोर्डिनेसन गरेर त्यो भक्तपुर जिल्लाका ड्राइभिङ व्यवसायहरूको समस्या जुन रुटको भयो, अब रोड ड्राइभको कुरामा मेरो विचारमा लगभग मेयर साहब कन्भिन्स हुनुभएको छ। अन्य विषयहरूमा चाहिँ सङ्घीय सरकारसँग कोर्डिनेसन गर्ने कुरामा पनि उहाँ कन्भिन्स भएको छ। त्यस अर्थमा यो आजको हल एकदम चाहिँ खुसी हुनुपर्छ र हामी खुसी व्यक्त गर्छौँ। र नवनिर्वाचित टिमलाई यस्तो धेरै चाहिँ 12-13वटा जिल्लाबाट प्रतिनिधित्व गर्दै तपाईँहरूको अधिवेशन सफलताको लागि आउनुभएको छ। उहाँहरूलाई एकदम हार्दिक शुभकामना चाहिँ उहाँहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै नयाँ टिमलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु म निर्वाचन समितिको तर्फबाट। धन्यवाद। बागमती विकास कमिटी सदस्य निर्मल लामा गुरुङज्यू, सचिव नरबहादुर गुरुङज्यूलाई पनि मागेको चिनो ग्रहण गरिदिनु। सदस्य सुभाष श्रेष्ठ, प्रहरी ट्राफिक डिएसपी सर, म यहाँहरूमा छाया प्रबन्ध
विश्वास गरेर जुन निर्वाचनको काम सम्पन्न गर्ने जिम्मेवारी दिनुभयो त्यसका निम्ति म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र म निर्वाचन समितिको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु र त्यसैगरी यो निर्वाचनमा सहभागी हुन आउने सम्पूर्ण प्रमुख अतिथिहरू, विशेष अतिथिज्यूहरू र सम्पूर्ण पत्रकार मित्रहरू र सम्पूर्ण भक्तपुरका जिल्लाका व्यवसायी साथीहरूले जुन सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गरिदिनु भयो त्यसका निम्ति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु।